फोर्थ इयरमा पुगिसक्दा बल्ल हामीले डिस्कभर गऱ्यौँ गाइज हाम्रो कलेजमा यत्रो ठुलो रोज एप्पलको रुख रहेछ। हामीले फ्रुट टेस्टिङ गऱ्यौँ, एकदमै मिठो थियो। यो चाहिँ एकदमै मिठो रहेछ यो फ्रुटहरू। हे गाइज, वेलकम ब्याक टु अनदर डे इन माई लाइफ। यो चाहिँ हाम्रो लेक्चर हल। अनि हामी लेक्चर सकिसकेपछि मेजर पोस्टिङको लागि अर्थमा गयौँ। हिजोबाट हाम्रो पिडो पोस्टिङ सकिएर आजबाट अर्थो थियो। अनि हामीले सेफालोमेट्रिक एनालाइसिस सकिसकेका थियौँ। अनि सबैजना साथी मिलेर मोडल एनालाइसिस गर्न थाल्यौँ। अनि हामीले एनालाइसिस गऱ्यौँ ब्रेकसम्म राख्यौँ। अनि हामी गयौँ रिजल्ट हेरेको, हामी सबै बल्ल तल्ल पास भएछौँ। अनि हामी खुसी हुँदै लन्च खान गयौँ। अनि उताको बाटो एकदमै हिलो छ कि लास्टै। अनि यो चाहिँ लङ वे हुन्छ, त्यही पनि हामी यताको बाटोबाट गयौँ लन्च खान। अनि लन्च खाएर आइसकेपछि हाम्रो गार्डन हेर्नु न, भेराइटी अफ फ्लावर छ, कस्तो राम्रो गार्डन छ हाम्रो कलेजमा। अनि कोही नहुँदा त हाम्रो कलेज यस्तो पिसफुल हुँदो रहेछ नि, कसैको आवाज नसुन्दा त यस्तो राम्रो पिसफुल हुँदो रहेछ, योगा गर्ने जस्तो वातावरण हुँदो रहेछ क्या हाम्रो कलेजमा। अनि फेरि हामीले बिहान गरेको एनालाइसिसलाई अझै एनालाइज गरेर सेकेन्ड हाफमा म्यामलाई देखाएर अप्रुभ गरायौँ। अनि हाम्रो चाहिँ भोलि अडासी हेर्न जाने प्लान थियो, सक्सेसफुल हुन्छ कि नै हामीले आई विल लेट यु नो टुमरो। अनि हामीले फेरि घर जाने बेलामा फेरि साथीहरूलाई पनि भने यहाँ रुख छ भनेर। अनि आएर सबैजनाले फेरि मिलेर तोड्दै थियौँ। अनि खायौँ, हामीले 3-4वटा टिपेर खाएको, यस्तो मिठो थियो। टेस्टिङ गरेको, गुड रिभ्यू पायौँ, एकदमै मिठो थियो। बाई बाई गाइस, सी यु टुमरो।